दर्शकवृन्द, म्याग्दी जिल्लाको धौलागिरी गाउँपालिका 2 मा अवस्थित जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ। म्याग्दीको बेनीदेखि धौलागिरी गाउँपालिकाको केन्द्र मुना, खोरिया, मरेनी, जलजला र ढोरपाटन हुँदै पूर्वी रुकुमको तकसरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन्। समुद्री सतहदेखि 3,418 मिटर उचाइमा रहेको माथिल्लो जलजलामा 6 वर्षदेखि गोठ स्टे सञ्चालन गर्दै आइरहेका धौलागिरी गाउँपालिका नम्बर 2 का लुलाङ्गा फुलबहादुर विकले दैनिक जसो पर्यटन आउन थालेको बताए। यसअघि ढोरपाटनमा आएका सीमित पर्यटक मात्रै जलजला आउने गरेका थिए। उनले भने म्याग्दी, ढोरपाटन र रुकुम पूर्व जोड्ने सडकको मार्ग खुलेपछि दैनिक जसो 4-5 गाडी तथा 15-20 वटा मोटरसाइकलमा पर्यटक आउन थालेको बताइएको छ। बेनीदेखि 122 किलोमिटर दूरीमा रहेको तकसरा जोड्ने सडकको गत फागुन मार्ग खुलेपछि रुकुम पूर्वको पुथा उत्तरगङ्गा, बागलुङको ढोरपाटन उपत्यकामा घुम्न आउने पर्यटकहरू जलजलादेखि मुना हुँदै फर्कने रुट बनाउन थालेका छन्। मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरूका लागि जलजला साहसिक र आकर्षक गन्तव्य बनेको छ। हामी पनि गाडीको यात्रा गर्दै त्यस ठाउँमा पुग्यौं। 4 जनाको समूहमा 2 वटा मोटरसाइकलमा 3 जना पुटोलदेखि तकसरा, ढोरपाटन, जलजला हुँदै पोखरासम्मको यात्रा गरेका पुटोलका सन्दीप पौडेलले नयाँ मार्गमा साहसिक रोमाञ्चक यात्रा अनुभव भएको सुनाए। भने हामी पनि यसमा ढोरपाटनदेखि गाडीको यात्रा गर्दै हामी त्यो ठाउँमा पुग्यौं। घना जङ्गलको शिरमा समर्थन घाँसे मैदान, पृष्ठभूमिमा हिमालहरूको लामो लर्कन, बिहानीमा सूर्योदय र साँझको सूर्यास्तको मनोरम दृश्य, सरधाममा खुलेका आकाश, वसन्तयाममा पाखाभरि ढपक्क फुलेका लाली गुराँस, चिमली, वन्यजन्तु र पशुपन्छीको आवाज, शान्त एकान्त वातावरण, पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लाको भूगोलमा फैलिएको ठिकाना ढोरपाटन शिकार राज्यको दर्शक केन्द्र हो। जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धौलागिरी गाउँपालिका 2बाट त्यहाँ घुम्न गएका पर्यटकहरू बताउँछन्। शान्त वातावरणमा छिनछिनमा परिवर्तन हुने मौसम, शीतल हावापानी, पशु गोठहरूमा रमाउन पाउँदा समय बितेको पत्तै नहुँदो रहेछ। हामीले पनि त्यस समथर फाटमा बसेर आँखे अगाडि देखिने हिमालका लर्कनहरूले हामीले त्यसमा ज्ञान भासको आभास पनि गर्न पुगियो। जलजलामा सिस्ने, पुथा, गुर्जा, मानापाथी, धौलागिरी, निलगिरी, अन्नपूर्ण, माछापुच्छ्रे र मनासलु हिमाल र सूर्योदयको अवलोकन गर्न सकिन्छ। बर्खायाममा पशुगोठ, वन्यजन्तु, समथर फाँट, पहाडी भूगोल, वन जङ्गल, वसन्त ऋतुहरूमा गुराँसले वन जङ्गल अवलोकन गर्न पाउनु यहाँको अर्को महत्त्वपूर्ण विशेषता रहेको देखियो। गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने मार्गमा पर्ने जलजलाका बस्ती, होटल र रेस्टुरेन्टहरू छैनन्। म्याग्दीको लुलाङका विकले गोठा पाहुनाहरू र खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आएका छन्। च्याउ, टुसाका परियार, ढकाएको साग, अचार, गाई बसीको दुध, दही, भेडा र खसीको मासु होमस्टेका परिकार रहेको देखियो। त्यसमा एकजना सिरपाली परिवारका व्यक्तिले विदेश गएर धेरै काम गर्नुभएको र त्यसपछि यहाँ आएर बस्ने गोठ बनाएर यसमा विभिन्न प्रकारका परिकारहरू बनाएर पर्यटकहरूलाई लोभ्याउने गरेको पनि देखियो। ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप र मोटरसाइकलमा करिब 1 घण्टा 30 मिनटको यात्रा गर्नुपर्ने देखिएको छ। धौलागिरी गाउँपालिका केन्द्र मुनादेखि जिप र मोटरसाइकलमा 2 घण्टाको यात्रापछि जलजला पुगिन्छ। जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे, रेड पाण्डाको वासस्थान भएकोले महत्त्व बढिरहेको देखिन्छ। दुवै तर्फबाट पैदल यात्रा गरेर जलजला पुग्न 5 देखि 6 घण्टा लाग्छ। जलजला धौलागिरी गाउँपालिकाको मुना, दर, फलिया गाउँ, लुलाङ, मङसुङ, खोरिया, मरेनीका बासिन्दाको चरण क्षेत्र पनि रहेको छ। धौलागिरी गाउँपालिकाका ले पनि यस ठाउँको प्रवर्धनको लागि ढोरपाटन त्यस्तै गरी म्याग्दीको मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसरा जोड्ने सडकको मार्ग
खुल्दा यसबाट अत्यन्तै यहाँको पर्यटन विकासको लागि महत्त्वपूर्ण भूमिका बढिरहेको देखिएको छ। यसै सन्दर्भमा हामीले यस क्षेत्रमा पर्यटन परिवर्तनको लागि यहाँ काम गरिरहनुभएका श्रीपालीले विभिन्न किसिमका व्यक्तिहरूलाई भेट्ने, बास बसाउनेदेखि लिएर यहाँ भएका परिकारहरूलाई खुवाउने र दृश्य अवलोकन गराउने जस्ता कामहरू गरिराख्नु भएको छ। उहाँको आवाज जस्ताको तस्तै यहाँहरूले यसरी सुन्न सक्नुहुनेछ। जलजला भन्ने ठाउँमा छौँ, जुन म्याग्दी जिल्लामा पर्छ, उपल्लो जलजलामा छौँ। अब यसबाट सबभन्दा धेरै हिमालहरू चाहिँ अवलोकन गर्न पाइन्छ भन्ने हामी यहाँ प्रत्यक्षदर्शी यहाँ 14 वर्षदेखि यहाँ बस्नुभएका स्थानीय बासिन्दासँग भेट भइरहेका छौँ र उहाँसँग कुरा गर्न गइरहेका छौँ। ल भनिदिनुहोस् त, यहाँ कतिवटा हिमालहरू के नामको हिमालहरू छन्? यहाँमा त 15वटा हिमाल देख्न सकिन्छ। नम्बर 1 धौलागिरी नेपालकै 2 नम्बरको हिमाल होला त्यो है। त्यो 8400 कतिको फिटमा आइछ त्यो 61 फिट होला त्यो। त्यहाँदेखि आउँछ त्यो म्याग्दीमा भनिरहेको छु है मैले। त्यहाँबाट आउँछ थापापिक भन्ने छ, त्यो मार्फा निक्लिने बाटो हो त्यो। हिटन बेली भन्ने छ 3 नम्बरमा आयो त्यो। त्यही भएर हामी हुँदै मार्फा निक्लिन्छौँ मुस्ताङको। त्यहाँबाट आयो गुर्जा हिमाल, गुर्जा खानी भन्ने साइड नाम सुन्नु होला गाउँको। अनि त्यहाँदेखि आउँछ चुरेन हिमाल आउँछ। त्यहाँदेखि बटरफ्लाई आउँछ। त्यहाँदेखि पुठाक भन्ने रुकुमको त्यो बटरफ्लाई हिमाल भन्ने छ। अनि पुठाक हिमाल चाहिँ त्यो रुकुममा हो है। अब उता पूर्व पश्चिममा गएँ। अनि त्यहाँबाट आउँछ कि मुस्ताङमा आउने हो निलगिरी 1, 2, 3। निलगिरी मुस्ताङमा हो त्यो। अनि त्यहाँबाट पछाडि गएँ म अन्नपूर्ण 1 पोखराको हो त्यो कास्कीको। अन्नपूर्ण साउथ माछापुच्छ्रे। ल धेरै धेरै धन्यवाद छ हजुरलाई। अनि यहाँबाट हेर्न सक्ने अरू रमणीय स्थलहरू केही छन् कि? अब यस्तो 3टा सिजन छ हजुर यहाँ। एउटा सिजन हिमालय भइहाल्यो, अक्टोबर नोभेम्बरको स्पेसियल सिजन हो त्यो। अहिले भन्नुहुन्छ भने लालीगुराँसको सिजन हो। असार साउनमा आउनु हो भने के अरे बुकी फुल लगाएर अनि त्यसपछि तपाईँले यो 15 वर्षभन्दा अगाडि कतै बाहिर जानुभएको थियो कि यहाँ हुनुहुन्थ्यो कि के छ? 2007 मा दुबई गएँ। हजुर दुबईमा 3 वर्ष कुक गरेँ, फर्केर आएँ। त्यो भन्दा पहिला ट्रेकिङ गाइड हो म। अहिले पनि लाइसेन्स वाले गाइड नै हो। अझै पनि यही झोलामै छ लाइसेन्स मसँग। देशैभरि गाइड हो। देशैभरि गाइड हो। ल हजुरको मेरो नाम फुलबहादुर श्रीपाली भन्छ चिनिन्छ है। फुलमान श्रीपाली भन्छ युट्युबमा सर्च गर्दाखेरि भेटिन्छ। सृजना बहिनीकोमा सर्च गरी हेर्नुभयो भने हजुर बहिनीकोमा हेर्नुभयो भने फुलमान दाइले यस्तो खालको ब्रिफिङ गरिदिएको छ जलजला विषयमा। सरल हेरेपछि यहाँ नआउने मान्छे मन जाउँ 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 भन्ने हुन्छ साथै। ल यो पनि युट्युबमा आउँछ, तपाईँले पनि हेर्दै जानु होला है त। धन्यवाद साहब। ल खाना नास्ताको लागि के पाइन्छ भन्नु। ल अब यहाँ के तपाईँको भन्नुहोस्, अब यहाँ के बनाउन सक्नुहुन्छ तपाईँले? 15 जनासम्म छुटाउनु खुवाउन सक्छु। अनि के अरे बाहिर पनि सुत्ने ठाउँ पिकनिक सिक्ने आउनेलाई बाहिरतिर म्यानेज गरिदिन्छु। 1-2टा टेन्ट पनि छ मसँग। अनि 12-15 जनाले यहाँ कम्फोर्टेबल खाएर राम्रो छ सुटाउनु उठाउनु। प्याकेजमा चलाउँछु हजुर मैले। हजुर अब 1 जना बराबरको 2000 आउँछ प्याकेज। यसरी चलाएर सबैले मान सम्मान इज्जत गरेर मैले बिदाई गर्छु सर। ल धेरै धेरै धन्यवाद छ हजुरलाई। हजुर सर।